कस्तो राम्रो आएको सनसेट ल ल मन त अघि अघि आउनुहोस् कति धेरै बोएछु मैले खाऊ दिमाग बढाऊ गाई भइरहेछ आज अन्जु यु वाज रियली एक्साइटेड यस्टरडे अब प्योर आगोमा पकाएर खाने हो अब हाम्रो सुरु प्रोग्राम everybody, welcome back to my channel once again and again I'm back to do my vlog. Yeah, so आजको vlog रहेको छ सडन स्विट ट्रिप. आज चाहिँ हामी मेरो जुन चाहिँ कलिग छ मिस बिन्दियाको गाउँ जाँदैछौँ हामी र त्यहाँ गएर चाहिँ हामी एज अ होम स्टे तरिकाले जाँदैछौँ हामी स्टाफहरू मिलेर जसको मर्निङ ड्युटी परेको थियो त्यतिजना हामी जाँदैछौँ एन्ड या भर्खरै म ड्युटीबाट पनि आइपुगेँ अब रेडी सेडी भएर खास हामीलाई 3 बजेको टाइम दिएको यहीँ 3:30 भइसकेको छ नेपाली टाइम त हो सो इट विल बी 4 आई थिङ्क अब मान्छेहरू बटुल्दा भेला हुँदा के हुँदाखेरि त अफकोर्स ढिलो हुन भइहाल्छ सो अब चाहिँ म ढिलो नगरिकन आई विल गो म सिस्टर ड्रेस चेन्ज गर्छु अनि जान्छु because we have to be in हरिचोक यहाँबाट पनि हरिचोक जाने हो अनि बल्ल त्यहाँ भेला भएर अनि हामी त्यहाँबाट जान्छौँ सो या अहिलेको लागि चाहिँ म छिटो रेडी हुन्छु अनि के हुन्छ म देखाउने कोसिस गर्छु सक्दो अदरवाइज या क्याप्चर गर्न सकेको चिजहरू म गरेर हजुरहरूको सामु ल्याउने कोसिस गर्छु र यति भन्दै अहिले चाहिँ म रेडी हुन सुरु वी आर इन हरिचोक फर नाउ अब हामी चाहिँ काँडे बिन्दियानिसको घर जाँदैछौँ एन्ड दुईजना चाहिँ त्यहाँ जान्छ ए सामान पो के लैजाने हो त नि हेलो हामी लाग्यौँ है अब काँडे तर्फ कति बजे तिमी अगाडि बस्नु पर्ने के कति बजे भनेको म हैन उ अगाडि बस्नु भनेको we are in पाउँदुर हामी यहाँबाट जाँदैछ दिनु म बोक्छु एउटा दिनु बिन्दा मिस म समात्छु त्यो एउटा ब्याग ल चलो गाइस चलो सो हामी फाइनली हियर अब भाइहरूलाई कुर्दैछौँ हामी माथि चढ्दैछौँ जब यदि सिँढी भर्याङ चढ्न पनि हामीलाई यहाँ स्याहाँ भइसक्यो 5 मिनेटको उकालो एकदम सनसेट वाउ यसो मान्छे ट्रेक जान्छ जाउने हजुर So we are finally here. फाइनली घर आयो है यो हो हाम्रो आजको होमस्टे एज अ होमस्टे पाराले बस्ने ठाउँ बजे हु खाइ कस्तो ठुलो आँगन है अन्जुलाजले हेर्न कस्तो राम्रो आएको सनसेट एकदम पिस एन्ड साइलेन्ट प्लेस वाउ वेलकम टु माई आफ्नो होम टुर गराउँदै हुनुहुन्छ गाउँको दिस इज द प्लेस किचन
एन्ड द बेडरुम एउटा बेडरुम जुन बेडमा हामी छाछाउन सक्ने हो माथि बोइजको लागि माथि छ अनि यो चाहिँ हाम्रो अट्याच बाथरुम भइहाल्यो ओके ओके माथि बत्ती भेट्यो हो यो सेम हाम्रो 2BHK जस्तो रहेछ है बजे नमस्ते बजे फेरि बत्ती हाले फेरि अनि जब कम बाइक गर बच्चा फेरि बत्ती हालेर फेरि बत्ती ल सो वाउ यहाँबाट कस्तो राम्रो रहेछ त ठाउँ हस् यहाँबाट कस्तो राम्रो रहेछ होइन भिडियो नगरेको क्या कालो हुन्छ बजे बजेले चाहिँ हामी सबैलाई पुड्किदिएको थियो नि त बिमल र समिललाई देखेको दे भने त झन् के हानी होला ए सबै पुड्की जति मिलेर आएछन् भन्नु होला फेरि हामी चाहिँ अब भाइहरूलाई लिन जाँदैछौँ भाइहरू चाहिँ बाइकमा आउँदैछ क्या हामी त गाडीमा आइसकेको थियौँ अलरेडी नै तल झर्न त मजा आउँदो रहेछ उकालो चढ्न गाह्रो बजेहरू त यसरी हिँड्न सक्दैन हामी हो क्या यहाँ मातेर बस्ने त हिँड्न सक्नुभएको छ बजे बिस्तारै जानु फाइनली भाइहरूलाई नि भेटियो लोकेसन सेयर गर्दा 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 बल्ल बल्ल आइपुगे यिनीहरू पनि ल अब सामान लिन हिँड्ने अब गाइस फेरि उ त्यहाँ कस्तो फिल हो रही है चेकिङ भयो आँख पे आंसू आ गया था क्यों क्यों रो रही हो तुम आपके कैमरा क्या हो गया मेरा कैमरा फुट गया सब हामी चाहिँ अब तल रेस्टुरेन्टतिर गएर सामानहरू लिन जान्छौँ आज आज गाइज अनि माथि उपर आउने Wow, what is this? काँडा सहितको फुल कस्तो राम्रो आएको भाइ तिमी पनि आउने हो यो ठाउँ हो पौदुर गाउँ कस्तो निट एन्ड क्लिन देखेको त पारिपट्टितिर है के हामी अब बिनेमिसहरूको कफी स्टेसनमा आइपुगे सामान लिनका लागि हामी यहाँबाट सामान लिएर जान्छौँ अनि माथि बार्बिक्यूको लागि प्रिपरेसनहरू गर्छौँ सो दिस इज द कफी स्टेसन इफ हजुरहरू यदि यही बाटो हुँदै आउनु भएछ भने प्लिज यु क्यान कम हियर कफी स्टेसन वाह खै कस्तो देखिँदो रहेछ के खाने हो यहाँबाट पनि कस्तो राम्रो देखिने रहेछ है भ्यू सो वी आर ह्याभिङ कफी तपाईँलाई चाहिँ कुन क्यामेरा सुरु गरिदिने कि सुगर सुगर Yes. आज उहाँको गाउँमा आउनुभएको नि त त्यसैले सेवा त गर्नु परेन हो कि होइन
नो रिप्लाई सी इग्नोरिङ मी सो अहिले हामी कफी स्टेसनमा बसिरहेका छौँ कफी खाँदै एन्ड यहाँबाट यस्तो भ्यू देखिन्छ अहिले यो बादलको कारणले गर्दा त्यति साह्रो राम्रो देखेको छैन त्यही पनि अलिअलि बाटोहरू देखिएको छ सो यहाँ चाहिँ नि इफ यु वान्ट पिस आउट प्लेस देन यु क्यान कम हियर भेरी नाइस प्लेस मासु लवरले मासु समाजन दुईजना अगाडि अर्को अचारवाला त्यहाँ छ लोकलवाला यहाँ लोकल खै कागतीवाली र ससवालीहरूले देखाउँदा अन्जुले यो बोकेर आएको छ कागती आज तपाईँलाई रक्षा गर्छ दिदी कागती समातेर अब म चाहिँ नथिङ वाली म त टोपी वाली गाइस यहाँ चाहिँ आफ्नो काम गर्दैछ है सबैजना म यहाँबाट जान्छु है हाम्रो भाइले यहाँ आलु र प्याज काट्दैछ अनि बाजे यहाँ बिन्दामिस हेलो हेलो जिना दिदी कस्तो फिल भइरहेछ लसुन खेलाउँदैमा अब हामी त दाउरा लिन जाने हो फुपूसँग भिलेज लाइफ बोर्ड जुत्ता लगाएर हामी यहाँ दाउरा बोक्न ल ल ल मन त अघि अघि आउनुहोस् कति धेरै बोएछु मैले अब रोटी पोल्ने हो कि के पोल्ने हो थाहा छैन मासु पोल्ने इधर से तिम्रो पछि पछि हिँड्दैछु है खिच्दै यहाँ सबले काम पाछ है बाई द वे कोही यहाँ फेरि सिलौटामा पिस्दैछ कोही फेरि उता टोहा परिरहेछ आज हामीले यति दाउराले अब खाना पकाउने हो यति दाउराले भिलेज लाइफ गाइज गर्नुपर्छ अनि यसरी फुकिन्छ है गाउँमा आगो प्योर आगोमा पकाएर खाने हो खाना यहाँ फेरि ओखर फोड्नमा बिजी छन् यहाँ गाईहरू अब ओखर खाओ दिमाग बढाओ गाइज ओखर खाओ दिमाग बढाओ ए तिमीले थोरै गरेछौ अलि धेरै गर्नु न मासुमा चाहिन्छ अनि त्यो तरकारीहरूमा चाहिन्छ अनि यति बेला कहाँ पुग्छ त अझै गाड्नुपर्छ तिमीले कस्तो फिल भइरहेछ आज अन्जु यु वाज रियली एक्साइटेड यस्टरडे सो हाउ इज यर फिलिङ नाउ अनएक्सपेक्टेड ला जान पाउँछ कि पाउन्न भन्थे होइन आखिरमा त जबरजस्ती भए पनि लिएर आउँछु कि घमण्डी भएर पनि दिमाग गर्ने खै म्यानेजर त उता बिजी हुनुहुन्छ आई डोन्ट नो यहाँ अब सुरु हुँदैछ है हाम्रो बारबेक्यू हल्का हुल्का जस्ट फर मेमोरिजको लागि बनाउँछु सो अहिलेको लागि भने चाहिँ म चार्ज गर्नको लागि राख्छु मेरो मोबाइल अनि एकछिनपछि सी यु है त गाइज ओके अब हाम्रो सुरु प्रोग्राम खाइहाल्नुहोस् एक बाइट दिइहाल्नुहोस्
अस्ति सबैले ल्याएको खानु ल चाहिँ सबैजना उठेर कोही चाहिँ कफी टी खाँदैछ मन्त दिदी चाहिँ जस्ट उठ्नु भयो अब लुक सनबाद दिँदै खै खै देखाउनु त हामी म नि मर्निङभरि खाली खुट्टा त हिँडेको त अनि अघि भर्खर चिया खाना जाने बेला मात्रै लगाएको चप्पल आर यु सिरियस हामी चाहिँ कुन ठाउँ रे पङडुर भिलेजमा छौँ गुराँस हेर्न जाने भन्थ्यो 5 बजे तर अलिकति सकिएन है यता घाम हेरेपछि त मैले होइन उता माथि थियो के थियो भन्नु थियो कि अनि गुड मर्निङ घाम मिठो घाम भिटामिन डी पाउँछ मलाई धेरै बोल्न चाहिँ आउँदैन यता हाम्रो मन्टा दिदीको चाहिँ त्यसो बिचरा स्याड मोडमा छ अलराइट हामी उठेर पनि अब भात खाँदैछौँ अर्ली इन द मर्निङ आज भात पनि खाइने भयो ल खानाको लागि रेडी विथ द भ्यू क्या मिठो भएको अहिले त मिठो भयो क्या मेरो मुख आएको मैले तपाईँलाई भन्थेँ नि 1-2 गाँस खानु अनि मिठो लाग्छ भन्थेँ अचार पनि हाल्दैछु तपाईँलाई मासु यसरी मिसले यति मायाले बनाइदिनु भएको है खानु खाऊ अन्जो योर अलराइट गाइज नाउ हामी फर्किन लागेको यहाँबाट अब सबैजना आफ्नो ड्युटीतर्फ लाग्नुपर्छ त्यसैले गर्दाखेरि हामी चाहिँ अब धेरै टाइम त लिएर आउन त पाएनौँ जे होस् रमाइलो भयो सर्ट एन्ड स्विट ट्रिप एन्ड या यति नै थियो मेरो सानो भिडियो नाउ विल गो ब्याक टु पोखरा यो ठाउँ देखेर मलाई त तल झर्न नि मन लाग्छ नि एकदम पिस एन्ड साइलेन्ट प्लेस छ सो यु क्यान सी दिस प्लेस सामेल तिमीलाई कस्तो फिल भयो एज अ होमस्टे तरकारी हामी यहाँ आएको होइन एकदम पिस इट वाज चिल टु मच बस्न चाहिँ एकदम आनन्द लाग्यो मलाई रमाइलो भयो फेरि पनि भएछ भने आउँछु माइन्ड फ्रेस भयो माइन्ड फ्रेस भइरहेछ अब सबैजना माइन्ड फ्रेसमा आफ्नो ड्युटीतर्फ लाग्यो अब यहाँको गाउँको फर्स्ट हेर्नुहोस् गाइस कत्रो ठुलो वाटरमेलनलाई जित्दिने वाटरमेलनलाई जित्दिन्छ नि यहाँको फेरि बन्द वाटरमेलन बन्द हेर्नुहोस् गाउँघरको सामानहरू त चलेको दिदी एकछिन बस्नु त मन थियो जानै पर्यो होइन भेटाउनै पर्यो सो नाउ वी आर गोइङ ल बजे बाई बाई फेरि खम तै बिसा खम ओ फेरि ल फुपू गए है बाई बाई सबैजनालाई
नरमाइलो फिल भएन र जाँदाखेरि मलाई त त्यस्तो फिल भयो आज त कस्तो नरमाइलो भयो के तल झर्दा त कस्तो पिस भइरहेको थियो कोसेली पनि लिएर आयौँ है घरबाट सबले आफ्नो पोको पुन्डुरो बोकेछन् कोसेली अब घर गएर मजाले गाउँको तरकारी खाइन्छ पकाएर ओके सो भर्खरै आइपुगेँ म यहाँ रुममा एन्ड यहाँ थकित पनि छु अब एकछिनमा फ्रेसन अप हुन्छु त्यहाँदेखि ड्युटीतर्फ लाग्छु अनि यहाँ यति नै थियो मेरो सर्ट एन्ड स्विट ब्लग कस्तो लाग्यो हजुरहरूलाई प्लिज डु कमेन्ट लाइक एन्ड दोज हु आर न्यू प्लिज डु सब्सक्राइब र यति भन्दै अहिले म राख्न चाहन्छु बाई बाई इफ पोसिबल देन again see you soon in next video. That's it.